ल पेन्टागन अफ इन्भोल्युट्सको कसरी गर्ने भन्ने कुरा हो। पेन्टागन अफ इन्भोल्युट्स भनेको पेन्टागन भन्ने बित्तिकै के हो त 5 वटा साइड हुनु पर्यो। जस्तै पहिले एउटा साइड लिउँ। एउटा साइड भनेको मैले अहिले लिएको AB बराबर मेरो कति हो त 20 mm हो। यो गरेर आएको 20 mm हो। 20 mm हो भनेपछि फर्स्टमा मैले के गर्ने त 20 mm को यसरी पेन्टागन मात्र बनाउन सिकाउँछु। अरु त अनि फेरि सेम प्रोसेस। AB हो। A र B बराबर कति त यो बराबर 20 mm भयो। 20 mm भनेपछि यहाँदेखि यहाँसम्म 20। अब मैले यसलाई चाहिँ अर्को स्टेपमा के गर्नु पर्यो त भनेपछि अब पेन्टागन भनेको सर्कल भित्रको 360 भागा 5 गर्नु। 5 गर्दाखेरि के हुन्छ 72 डिग्री एंगल आउँछ। यहाँबाट पनि 72 को लिने, यहाँबाट पनि 72। A र B बाट हो। A र B बाट भनेपछि कति गर्ने त जस्ट यहाँबाट जस्तै मैले यो पोइन्टबाट मेरो हेर्नु त 72 भनेको यहाँबाट हेर्यो भने यो 72 भयो। यहाँनेरबाट अर्को पोइन्टमा बस्ने अनि पेन्सिललाई भन्छु कम्पासको यो पोइन्ट र यो पोइन्ट तलको पोइन्टलाई के ठ्याक्कै एक्ज्याक्ट भनेपछि यहाँ राखौँ न। अब यति गरेपछि यति धेरै लामो ठुलो त बनाउनु पर्दैन, तर मैले अलिकति देखाउनलाई अब यहाँबाट फेन्ट लाइनमा गर्ने नि। ल जति चाहिन्छ त्यसलाई मात्रै है त यो भयो। अब यति भएपछि यहाँनिरबाट कति काट्नु पर्यो, यो 20 mm बराबरको चाहियो। यो 20 mm भन्ने बित्तिकै यो यहाँबाट आर खिचौँ, यहाँबाट अर्को पनि योबाट पनि आर खिच्यो। B20 यो बराबर जति छ त्यति। अब यहाँबाट पनि यो पोइन्ट आको, यो पोइन्टबाट कसरी काट्दिने त यो पोइन्ट यहाँबाट काट्ने, यताबाट आर खिच्ने। अर्को भनेको अर्को यहाँबाट आर्क यसरी हो। आर्क यहाँबाट योबाट आर्क खिच्न बित्तिकै है यति आर्क खिच्यो भनेपछि आर्क यहाँबाट यो गयो भनेपछि यो पोइन्टबाट यहाँसम्म एउटा पोइन्ट भयो। सरी यहाँनिर स्केलले सिधा भएन। यो लाइनबाट यहाँ जोड्नु अनि त्यसपछि गएर अर्को भनेको यहाँबाट यो भयो। पेन्टागन त बनाउन सिक्यो। यति कुरा A B अनि C अनि त्यसपछि D E हो। अरु J B C D नेमिङ सेम कुरा। अब यति कुरा गएपछि अब यसको पेन्टागनको लागि पेरिमिटर कसरी गर्ने त पेरिमिटर बराबर P बराबर कतिवटा 5 वटा साइड छ। 5 × 20 भनेपछि 5 × 20 भन्ने बित्तिकै कति हो त 5 × 20 भनेको 100 mm हो। 100 mm अनि P बराबर यति हो भनेपछि P बराबर यति आयो। पेरिमिटर बराबर मेरो पेरिमिटर यति हुनु पर्यो। जस्ट अब यहाँनिरबाट हेरौँ ल। अब त्यसपछि गएर पेरिमिटरको कुरा सँगसँगै है ल है अब यति। अब यतापट्टिको पनि धेरै कुरालाई ल गर्दैन यति कुरा है त यति कुरा। अब यहाँनिरबाट गएपछि अब यहाँनिरसम्म ल। अब पेन्टागन त बन्यो। पेन्टागन बनिसकेपछि है अब मैले यहाँनिरबाट पहिला यसरी भनेको जस्ट के गर्ने त AB लाइनको लागि परपेन्डिकुलर यो भयो अनि B र A र C को लागि यो परपेन्डिकुलर, C र E को लागि यो परपेन्डिकुलर, B र D D र E को लागि यो परपेन्डिकुलर, B र D को लागि यो परपेन्डिकुलर यतिसम्म। अब भनेपछि कम्पासलाई सुरुमा A मा राख्नु, A मा राख्नु अनि यहाँ भयो। यो भन्ने बित्तिकै के आयो P1 पोइन्ट हो। अब त्यसपछि गएर अर्को पोइन्ट भनेको P2 निकाल्नलाई हो। अब त्यसपछि गएर यहाँबाट अनि P1 सम्म राख्नु। P1 भन्ने बित्तिकै यति गर्ने बित्तिकै यो P2 आयो। P2 हो। P2 भनेपछि अब यति भएपछि अर्को कुरा यहाँ P2 सम्म त भयो। अब मलाई यो भनेपछि अब P3 निकाल्नु पर्ने छ। P3 भनेको E पोइन्टबाट निकाल्यो परपेन्डिकुलर जहाँ बस्यो त्यहाँबाट। अब यति सम्म P2 सम्म भयो। यति भएपछि यहाँ आयो। ल यति पनि P3 पनि क्याल्कुलेट गर्यो।
P3 अब त्यसपछि गएर अब P4 निकाल्नलाई त अब पेन्सिललाई P3 मा राख्नु पर्यो P3 मा अब यहाँबाट यो पोइन्ट हो यो पोइन्टमा यो भन्नेबित्तिकै P4 हो P4 पनि आयो अब P5 राख्नलाई कम्पासलाई B मा राख्ने अनि पेन्सिललाई कहाँ राख्ने त P4 मा यति गर्नेबित्तिकै यो गर्नेबित्तिकै यहाँ बस्यो अब यो गर्नेबित्तिकै मेरो के हो त P5 पनि पुग्यो यति गर्यो भने